चाहले जस्तो ठुलो 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 भाषण लामो 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 भाषण गर्दिनँ। मैले जे कुरा हो वास्तविक कुरा चाहिँ राख्न चाहन्छु। पहिलो कुरा त तातो पानीको बासिन्दाहरूले, यहीँको ओरिजिनल बासिन्दाहरूले थाहा पाउनै भएको छ। म म्याग्दी जिल्लामा यो वरिपरि यो डाँडोतिर, यो माथि डाँडोतिर, यता डाँडोतिर घुमेको 33 वर्ष भयो। म अमेरिकाबाट पढेर फर्केर आएको 2049 सालमा हो। 33 वर्ष भयो। 33 वर्षसम्म यही डाँडाकाँडा घुमेर बसेको हो। मैले कोही जागिर खाएको थिएन। तपाईँलाई पनि थाहा छ होला कि कसैलाई थाहा छैन होला। मैले यहाँ म्याग्दीमा आएर कोही व्यापार गरेको, व्यवसाय गरेको होइन र मैले खेतीपाती पनि गरेको होइन। एउटा समाज सेवाको रूपमा चाहिँ मैले काम गरेको हो र 33 वर्षसम्म काम गरेको हो। म यहाँको पर्यटक होइन। अघि केही मान्छेहरूले मलाई पर्यटक चाहिँ यहाँ चुनाव लड्न आएको छ भनेछन्। म चाहिँ पर्यटक होइन, यहीँको मान्छे हो। जन्मेको पनि यहीँ हो। पढाइको सिलसिलामा अब केही वर्ष बाहिर बसियो, त्यो बेग्लै कुरा भयो। तर पढेर म अमेरिकामा पढेर यहीँ आएको हो। यहीँ भइयो यो हो। र मैले के काम गरेँ भन्ने कुराहरू पनि तपाईँहरूलाई धेरैलाई थाहा छ होला। सुरुमा त मैले गाउँघरमा डुलेर सानोतिनो कुराहरू गरियो। सानोतिनो भन्नाले अब सामुदायिक विकासका कामहरू गरियो। अनि त्यति बेला मैले इन्टरनेटहरू गाउँमा इन्टरनेट पुर्याउने काम पनि गरेँ धेरै वर्ष। त्यसपछि म राष्ट्रिय आविष्कार केन्द्र भन्ने एउटा संस्था खोलेर काठमाडौँमा खोलेर त्यता पनि चलाएँ। र पछिल्लो समयमा मैले मेरो आफ्नै किताब बेचेर, मेरो आफ्नै किताब भनेको मेरो आफ्नै जीवनीको कथा बेचेर पैसा जम्मा गरेर वीरगन्जमा नेपाल सरकारको कारखाना पनि चलाउँदैछ। यस्तो कामहरू मैले गरेको छ। र त्यो कारखाना नेपाल सरकारको कारखाना हो। सानो कारखाना होइन, ठुलो कारखाना हो। त्यो ठुलो कारखाना चलाउनको लागि त्यो 2050 सालदेखि बन्द भएको कारखाना, 30 वर्ष बन्द भएको कारखानालाई मर्मत गरिदिनु भनेर सरकारले अनुरोध गर्यो। हामीले उनीहरूलाई सरकारलाई सघाउने भनेर, ज्याला नलिकन सघाउने क्या। सघाउने भनेको त्यो ज्याला लिएर सघाउने त त्यो सघाउने होइन। ज्याला नलिकन सरकारलाई त्यत्रो ठुलो कारखाना मर्मत गरिदिने, सघाउने भनेर काममा लागेको हो। सरकारले पैसा दिन्छु भनेर लेखेरै पनि दिएको थियो, तर पछि गएर धोका दियो। अनि त्यसपछि मैले मेरो आफ्नो जीवनीको कथा लेखेँ। नेपालभरि कि बेच्दै हिँडेँ। सुदूरपश्चिमबाट बेच्दै पूर्व सुदूरपूर्व पुगेँ। 526 दिनसम्म किताब बेचेको हो। 526 दिनसम्म किताब बेच्दाखेरि 2,50,000 भन्दा बढी किताब बेचेर 12 करोड रुपियाँ चाहिँ चोखो नाफा। त्यो चाहिँ 12 करोड रुपियाँ गरेर त्यो वीरगन्जको कृषि औजार कारखाना हालेर त्यो कारखाना चलाउँदैछ। म त किताब बेच्दै हिँडेको थिएँ। 526 दिन भनेको दिनै हो त्यो, लगातार बिहानदेखि बेलुकासम्म। त्यसरी किताब बेच्दै हिँडेको थिएँ। अनि म पूर्व ताप्लेजुङ जिल्लामा पुगेको थिएँ। ताप्लेजुङ जिल्ला भनेको यस्तै जिल्ला छ, यो हिमाल भएको, पहाडहरू भएको यस्तै जिल्लामा किताब बेच्दै थिएँ। काठमाडौँमा त आन्दोलन भयो, जेनजी आन्दोलन। अस्ति भदौको कुरा। अब आन्दोलन भएछ, के भएछ काठमाडौँमा मलाई त थाहै भएन। अनि काठमाडौँबाट साथीहरूले फोन गर्न थाले, अलि दिन भए पनि किताब बेच्न बन्द गर भने। अब किन बन्द गर्नु, जे भयो भनेको थिएँ। पछि त धेरैले फोन गरेर छिटो मन्त्री हुन आइज भन्छ। उहाँ गाउँमा भएको मान्छेलाई, किताब बेच्ने मान्छेलाई छिटो मन्त्री हुन आइज भन्छ। म मन्त्री हुँदै हुन्न भनेर फोनबाटै भन्ने। साह्रै कर गरेपछि मैले के भने भन्दाखेरि, मभन्दा गतिलो मान्छेहरू छन् भनेर 3 जना मान्छेको नाम पठाइदिएँ।
लु यिनीहरू कतिलाई छन्, यिनीहरूले काम पनि गर्छन्, यिनीहरूलाई मन्त्री बनाऊ भनेर मैले फोनबाट भन्दा पनि मानेन क्या। अनि आफै आएर मन्त्री हुनु पर्यो, जबरजस्ती मन्त्री बनाएको। मन्त्री हुनलाई मान्छेले उहाँ ज्यान फाल्छ है, र पनि मन्त्री हुन्न, मलाई हुन्न भन्दा पनि मन्त्री बनाइदियो। यो भगवान्को खेला पनि यस्तै छ यार, भगवान्को लीला भन्छ नि, भगवान्को लीला। मन्त्री हुन्न भन्ने मान्छेलाई मन्त्री बनाइदियो हेर्नु। तर मैले पनि एउटा कुरा सोचेँ, के कुरा सोचेँ भने भदौको जो आन्दोलन भयो त्यो हप्ता चाहिँ नेपालको स्थिति भनेको एकदमै अन्योल, के हुन्छ भनेर सबैलाई चिन्ता लागेको थियो। सारा नेपालीहरूलाई नेपाल अब के हुन्छ भन्ने चिन्ता लागेको थियो। त्यसैले त्यति बेला मैले पनि के सोचेँ भने मैले मन्त्री भएर यो अन्योलपूर्ण स्थितिमा अब देशलाई केही सहयोग गरेर हुन्छ भने ठिकै छ, 6 महिनाको लागि हो म मन्त्री हुन्छु भनेर आएको है। त्यसैले त्यस्तो पनि भयो।